खोइ त उनी एउटै नै भनेछ है त साथीहरू। आज मेलन जाने आला परमी जान चाहिँ आज भाइहरूलाई बनाएर सिकाइएको छ। हाम्रो दुईजना ट्रेनर भाइ हुनुहुन्छ, सुरज घले गुरुङ र सिपी पाण्डे भन्ने, उहाँहरू दुईटालाई सिकाएको छु मैले आज। एक प्लान्टलाई स्लाइस काटेर यसलाई सल्ट पेपर ओरिगानो हालेर मेरिनेट गर्ने, त्यसपछि यसलाई हल्का मिडियम कुक फ्राई गर्ने, त्यसपछि टोमेटो सस राख्दै यसलाई मिलाएर राख्दै अनि मर्जेला चिज माथिबाट हाल्दै पर्मिजान चिज माथि हाल्दै अनि बेसिलको पत्ता पनि राखेर यसलाई हामीले लेयर 3 लेयर बनाउँछौँ। अनि यसको पुरा 3 लेयर भइसकेपछि माथिबाट चिज टप गरेर पानी प्यानमा राखेर माथिबाट छोपेर पानीको बाफमा पकाउँछौँ। यसलाई पाकिसकेपछि यसलाई हामीले ओपन ब्याग पनि गरेर पकाउन सकिन्छ, किनभने ओपनमा ब्याग गरेको पनि मिठो हुन्छ। किनभने ओपनै चाहिन्छ भन्ने छैन साथीहरू, तपाईँहरूले घरमा पनि बनाएर खान सक्नुहुन्छ। इजी टु मोभ छ साथीहरू, यो खान सजिलो पनि छ। एक प्लानको परिकार हामीले इटालियन डिसमा बनाएका छौँ साथीहरू, मेलन जाने आला पर्मिजाना यसको नाम हो साथीहरू। सबैले मिठो मानेर खान सक्नुहुन्छ साथीहरू। केही गुनासो भए पछि मसँग कमेन्ट पनि गर्न सक्नुहुन्छ। यसलाई मैले तपाईहरुलाई लागेको कुराहरू भन्न सक्छु। यसको बेसिलको पत्ता पनि हुन्छ टोमेटो ससमा, यसमा बनाउँदाखेरि बेसिलको पत्ता पनि छोडेर हामीले लेयरमा मिलाएर राख्नुपर्छ। माथि पनि बेसिलको पत्ता राखिन्छ है। त्यसै गरी गर्नु होला। हस्त धन्यवाद। थ्यांक यू सो मच। भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद।